वेल काम निकाल्न त लास्ट सिजन सुदूरपश्चिम एकदम नै माहिर रह्यो नि हैन र। सैफ अली जैबलाई छोड्ने डिसिजनले ब्याकफायर गर्ला वा नगर्ला त्यो त टुर्नामेन्ट सुरु भएपछि थाहा हुने कुरा भयो। तर पनि लास्ट सिजन सुदूरपश्चिम रोयल्सले सैफ अली जैबको नाम अनाउन्स गर्दै गर्दा कतिजनालाई लाग्दै थियो कि यो खेलाडी प्लेयर अफ द टुर्नामेन्ट भएर निस्किन्छ। विनोद भण्डारीलाई ओपनिङमा ल्याएर पुरै सिजन राम्रो निकाल्नु, ईशान पाण्डे जुन नेचुरली टप अर्डरका खेलाडी हुन् उनलाई 5 नम्बर 6 नम्बर 7 नम्बरमा खेलाएर पनि रन निकाल्न सक्छ। इभन ईशान पाण्डेले त मिडल ओभर्समा विकेट पनि निकालिदिए कहिलेकाहीँ। स्कट कुगेलाइन त भइहाल्यो नै खत्रै। इभन फ्यान्सबाट सधैँ ट्रोल मात्रै हुने अविनाशले पनि लास्ट सिजन एकदम नै राम्रो गरेका थिए। तर साँच्चै भन्दा सैफ अली जैबलाई छोडेर अरू आफ्ना टप पर्फर्मर्सहरूलाई इन्ट्याक्ट राख्न सकेको सुदूरपश्चिम त्यही नै उसको स्ट्रेन्थ हो। लास्ट सिजन च्याम्पियन्स टिमबाट खेलेका हेमन्त धामीलाई पनि सुदूरपश्चिमले घर फर्क अभियानबाट फिर्ता ल्याएको छ, जसले यो फ्रेन्चाइजले आफ्नो होम ग्राउन्ड ट्यालेन्टलाई पनि इनफ स्पेस दिन्छ भन्ने कुरा दर्शाउँछ। अनि टु एड अन द्याट यो सिजन क्रिस लिन र जस ब्राउन जस्ता प्लेयर पनि आउनेछन्। सो विनोद, लिन, ईशान, दिपेन्द्र र हर्मित पनि छन् के अरे। एज अ नेपाली फ्यान त्यो त बिर्सिनै भएन। अझै पनि यो भिडियो बनाउने बेलासम्म 2वटा ओभरसिज साइनिङ गर्नै बाँकी छ सुदूरपश्चिमले। सो इफ एभ्रिथिङ क्लिक्स सुदूरपश्चिमले यो सिजन पनि फाइनलको यात्रा भने तय गर्न सक्छ।